हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ भिडियोमा। र आज पनि मैले तपाईहरुको माझमा चाहिँ नयाँ भिडियो लिएर आइसकेको छु। अनि सबैजना सन्चै हुनुहुन्छ भन्ने चाहिँ एकदमै पूर्ण आशा लिएको छु र म पनि एकदम ठिकठाक छु। त्यही भएर चाहिँ हजुरहरुको लागि चाहिँ भिडियो लिएर आएको छु साथीहरु। र देखिरहनु भएको होला तपाईहरुले चाहिँ मैले आज के लिएर आएको छु भनेर। आज पनि मैले सदा चाहिँ चाउमिन लिएको छु एकदमै धेरै। अनि यहाँ अगाडि चाहिँ बोइल गरेको अंडा चाहिँ रहेको छ। अनि त्यसपछि सलादको लागि थोरै एक दुई पिस मुलाहरु पनि रहेको छ। यता फ्राई लसुन अनि पिउनको लागि डिउ पनि लिएको छु साथीहरु। अनि आशा छ एकदमै भिडियो चाहिँ अन्तिमसम्म हेर्दिनु हुन्छ भनेर हैन। के कस्तो लाग्छ सल्लाह सुझावहरु र कमी कमजोरीहरु कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। र कोही नयाँ साथीहरुले चाहिँ मेरो भिडियो हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला भन्न चाहन्छु। अब चाहिँ म खाना सुरु गरे साथीहरु। यहाँ चाहिँ एकदमै लसुन लिएको छु। यसले चाहिँ साइड लाउनु पर्यो, यतापट्टि चाहिँ खानु पर्यो। एकदमै स्पाइसी रहेको छ। अनि आज चाहिँ चाउमिन लिएको छु। यो चाउचाउको हैन, चाउमिन वाला थप्पाकै चाउमिन हो। चाउचाउ एकदमै धेरै मैले खाइसके। अनि त्यही भएर चाहिँ मैले आज यस्तो खाना थालिरहेको छु, यस्तोको भिडियो बनाउँदै छु। आशा छ तपाईहरुले माया गर्दिनु हुन्छ भनेर। अब भने चाहिँ म खाए साथीहरु, फर्स्ट बाइट खाए ल। कता बेला ब्याकग्राउन्ड चाहिँ डिस्टर्ब छ साथीहरु। मेरो भिडियोमा प्राय डिस्टर्ब नै हुन्छ, एकदमै डिस्टर्ब नै हुन्छ के साथीहरु। के मिल्दैन, तर त्यसको लागि माइन्ड नगर्दिनु होला। लसुन चाहिँ कता बेर साथीहरु हेर्नु न। एकदमै पिरो भयो साथीहरु।
मलाई चाहिँ एकदमै गाह्रो भयो साथीहरु एकदमै